टिकट पाइन्छ या नै थाहा छैन होइन। के भन्छ बिहानको 8:30 बजीदेखि नै म्याच थियो होइन, चिसो भइरहेको थियो, बोल्न पनि गाह्रो भइरहेको थियो होइन एकदमै। तर भिड चाहिँ एकदमै बढ्दो क्रममा थियो। अब बल्ल तल्ल टिकट चाहिँ पाइँदैन भन्ने आस्तो, तर टिकट पाएर मस्त गरेर हेर्न पाइयो, त्यही नै ठुलो कुरा हो। तर फाइनलको लास्ट इनिङ्ससँग चाहिँ हेर्नै पाइएन म्याच होइन, तर पनि धेरै रमाइलो गरियो। अब यो चाहिँ योभन्दा अघिल्लो एनपिएल फर्स्ट सिजनकै हो होइन, तर योपालि चाहिँ अझ धमाकेदार हुनेछ। तर सबैले हेर्नु है त गाइजहरू। म्याच स्टार्ट हुनुभन्दा अगाडि चाहिँ त्यहाँ अब होइन पुरै प्र्याक्टिस चलिरहेको थियो। हामी प्र्याक्टिस गरिरहेको पनि हेरेर टक्क म्याच कुरेर बसिरहेको थियो। एकैछिनपछि चाहिँ म्याच स्टार्ट हुनेवाला थियो, सर बस्यो होइन। अब सुदूरपश्चिमले ब्याटिङ रोजेसँगै जनकपुर बोल्ट्सले चाहिँ हाम्रो बलिङ रोजेको थियो। त्यस्तै क्रेज बिस्तारै बढ्दै गइरहेको थियो। आहा, त्यो वर्षको होइन एनपिएल सिजन 1 यस्तो धमाकेदार भएको थियो नि होइन, हल्ला त्यस्तै गइरहेको थियो कि आम्मामामा। फर्स्ट ब्याटिङ चाहिँ सुदूरपश्चिमको छ, बलिङ जनकपुरले बलिङ गर्ने भएको छ। हेरौँ है कसले के गर्छ। यो बलमा छक्का हो, यो बल के हुन्छ होइन। रन लिएन यसमा है। मान्छे चाहिँ त्यस्तो धेरै होइन, ठिकै भयो आज। म त पाउँछ लागिरहेको थियो, टिकट पनि पाउँदैन जस्तो लागिरहेको थियो। सुदूरपश्चिमको फ्यानहरू देख्दा त होइन त्यस्तै आदर हुन्छ ठिकै। यो जोनमा सब उयो छ क्या सुदूरपश्चिमको प्रायः होइन। रन लिएर फेरि विथआउट रन। White ball. कहाँ त्यसै आउट हुन्छ भने। चौका गएन, एक रन। सुदूरको साथ 70% त पुरै सुदूरपश्चिम होला क्या, हल्का बाँकी जनकपुर हाल्ला। तेरै चौरा मायाले मेरो मन लुकाइदैन भावना मनका चल्न देऊ बतास। Second over start.
At the end of 11 overs, the score is 67 runs at the loss of 2 wickets.